नमस्कार, तपाईँलाई स्वागत छ नेपाल डार्क टेल्समा, जहाँ अँध्यारोले कथा सुनाउँछ र प्रत्येक शब्दले तपाईँको आत्मालाई कम्पाउँछ। यो च्यानल केवल कथा होइन, यो अनुभव हो। रातको निस्तन्वता, भक्तपुरका पुराना पोखरी, साँघुरा गल्ली र छायामा लुकेका रहस्यहरू। तयार हुनुहोस्, किनकि यहाँ सुरु हुने प्रत्येक कथा तपाईलाई अन्तिमसम्म पछ्याउँछ। आज म तपाईलाई सुनाउन जाँदैछु भक्तपुरको सल्लाघारी गाउँमा घटेको एक रहस्यमय, भयानक र डरलाग्दो कथाको। यो कथा हो एक बुढी बोक्सीको, जसले गाउँमा त्रास फैलाएको र गाउँलेहरूलाई सोच्न बाध्य पार्यो, के साँच्चै बोक्सी हुन्छन्? कथा सुरु हुन्छ सल्लाघारी, भक्तपुरको एउटा सानो तर पुरानो गाउँ हो। यहाँका मानिसहरू माटोमा गाँसेका, परम्परालाई मान्ने र एकअर्काका भरोसामा गर्नेहरू हुन्छन्। तर पछिल्ला केही महिनाहरू यता गाउँमा थुप्रै अनौठा घटना भइरहेका थिए। पहिले त सिँचाइ नहुँदा धान बाली मर्न थाले, गाई बस्तु अचानक बिरामी भए, बालबालिका हराएका थिए र केही समयपछि उनीहरू बिरामी परे। गाउँलेहरू डराउन थाले। उनीहरूले सोच्न थाले, यो सबै कसैले गरेको कुरा पानी होला। तर कसैले पनि अचेल यो कुरालाई खोल्न सक्दैनथे। त्यसै बेला गाउँको बाहिर एक झुप्रोमा बस्ने बुढी कालीका चर्चा सुरु भयो। काली एकाकी छोराछोरी गुमाइसकेकी र गाउँबाट अलि परै बस्ने महिला। उनको नजरले नै मानिसहरू डराउँथे। काली राति एक्लै जङ्गलतर्फ जाँदा गाउँलेहरू उसलाई बोक्सी भन्थे। एक दिन बिहान गाउँका केही मानिसहरू धान बाली जाँच्न गएका थिए। तिनीहरूले देखे धान बाली पुरै भुइँमा सुकेको थियो। यो कुनै प्राकृतिक कारणले नभई अजीब लाग्यो। गाउँका किसानहरूले आफ्ना गाईलाई औषधि दिए, तर गाईहरूले खाएको खाना उल्टी गरे। बालबालिका दिनदिनै कमजोर हुँदै गइरहेका थिए। गाउँमा डर र संशय फैलियो। गाउँका सबैले एकै ठाउँमा भेला भएर यो कुरा गर्न थाले, यो सबको जिम्मेवार त्यो काली हो। एउटा किसानले भने, हाम्रो गाउँलाई उसैले श्राप दिएको हो। अर्कोले टोक्यो। गाउँको पुजारीले पूजा गरे र भित्तामा तान्त्रिक चिन्ह बनाए, तर त्यो सब थोरै असर भयो। मनोवैज्ञानिक डर र असहजता। त्यस रात गाउँमा अजीब आवाजहरू गुन्जिन थाले। कोहीले अँध्यारोमा तल्लो भागबाट मानिसको कराह सुने। कसैले जङ्गलमा उज्यालो देखे, छायाहरूको खेल देख्यो। गाउँका बालबालिका डरले अनिद्रा पाए। केही मानिसहरूको सपना भयानक भयो। कालो अनुहारहरू, आगो र डराउने आवाजहरू। सबैको मनमा एउटै प्रश्न थियो, के काली साँच्चै बोक्सी हो? त्यसै बेला गाउँमा नयाँ शिक्षक राम आए। रामलाई आधुनिक सोच र वैज्ञानिक दृष्टिकोण थियो। उनले गाउँका घटनाहरूको छानबिन गर्न थाले। रामले कालीसँग गहिरो संवाद गरे। उनले बुझे कि काली कुनै नराम्रो बोक्सी होइनन्, बरु गाउँलाई बचाउने पुरानो तान्त्रिक शक्ति हो। कालीले भने, म यहाँ गाउँको रक्षा गर्न आएको हुँ, तर तपाईहरू डरले मलाई भगाउन खोज्नुभयो। तर गाउँलेहरू रामको कुरा सुन्ने अवस्थामा थिएनन्। उनीहरूको मनमा गहिरो डर र पूर्वाग्रह थियो। त्यसपछि केही हप्ता शान्तिले बित्यो, तर एक रात सबै कुरा बदलियो। रात करिब 1 बजे अचानक जङ्गलबाट भयानक हुरी आए जस्तो आवाज गुन्जियो। पुरै गाउँ हल्लियो। रात करिब 1 बजे अचानक जङ्गलबाट भयानक हुरी आए जस्तो आवाज गुन्जियो। पुरै गाउँ हल्लियो। घरका झ्यालहरूको सिसा अचानक टुटे र झरनाहरूबाट एकदमै आवाज आयो। गाउँलेहरू निस्सासिएर एकअर्काको हात समाउँदै डरले भक्कानिए। त्यही बेलामा कालीको झुप्रो नजिकबाट उज्यालो झल्कियो। सबैको नजर त्यहीतिर गयो। तर
झुप्रो खाली थियो, काली हराएकी थिइन्। त्यसै बेला गाउँको बाटोमा एउटा केटी देखा परिन्। उसले भन्छिन् उनको अनुहार चम्किलो थियो, तर आँखाहरू जादुमय काला। उनको मुस्कानमा केही डरावना रहस्य थियो। गाउँलेहरूले उसलाई चिन्दैनथे, तर उसको उपस्थितिले सबैलाई असजिलो बनायो। केटी गाउँभित्र पस्दै गइन् र अचानक वनतर्फ गायब भइन्। अर्को दिन बिहान गाउँमा भयानक घटना भयो। गाईहरू मृत भेटिए, बारीहरूको फल नासिए। रामले अनुसन्धान सुरु गर्यो। उनले पत्ता लगाए कि त्यो केटी वास्तवमा कालीको अर्को रूप हो। उनको आत्मा जसले गाउँलाई देखिने तर भयानक रूपमा रक्षा गरिरहेको थियो। तर उसको एउटा शर्त थियो, गाउँलेहरूले कालीको सम्मान गर्नु पर्थ्यो। तर डर र पूर्वाग्रहले गाउँलेहरूले अझ टाढा लागे। दिन बित्दै गयो र गाउँमा अझ धेरै रहस्यमय घटना भए। खोला किनारमा अचानक अनौठो आवाजहरू सुनिन थाल्यो। अँध्यारोमा अस्पष्ट आकृतिहरू देखिन थाले। गाउँका मानिसहरूका मानसिक रूपमा तनावमा परे। कतिपयले सपना देख्न थाले, आगो, अँध्यारो र डराउने छायाहरू। रामले सबैलाई सम्झाए, यो डरलाई जित्नुपर्छ। डरले मात्रै हामीलाई सधैँ बाँध्न सक्छ। तर गाउँलेहरू डरले थाकिसकेका थिए। रातहरू अझ अँध्यारो र खतरनाक भयो। केही युवाहरू गायब भए। कसैले भन्थे यो बोक्सीको श्राप हो, कसैले भने यो पुरानो आत्माको क्रोध हो। तर रामले पनि आफै डर मान्न थाले, तर उनले हार मानेनन्। रामले एक साँझ त्यही जङ्गलतर्फ एक्लै जाने निर्णय गरे। जङ्गलमा प्रवेश गर्दै जाँदा उनले अनुभव गरे, आवाजहरू शान्त भए। हावामा अजीब सुगन्ध फैलियो। एक गहिरो पहाडको तल उनले कालीको पुरानो मन्दिर भेट्टाए। मन्दिर नजिकै एउटा झरना थियो, जहाँ चिसो पानी र चम्किलो थियो। त्यहाँ उनले एउटा पुरानो शिलालेख पाए, जसमा लेखिएको थियो, यो ठाउँमा बोक्सी मात्र होइन, गाउँको सुरक्षा गर्ने आत्मा पनि बस्छ। जसलाई सम्मान गरियो भने शान्ति हुन्छ, अनादर गरियो भने विनाश। रामले त्यो कुरा गाउँमा सुनाए। अन्ततः गाउँलेहरूले एक समारोह गरे, जसमा कालीलाई सम्झेर पूजा गरे। धेरै महिनापछि गाउँमा शान्ति फर्कियो। तर कहिलेकाहीँ रातको समयमा जङ्गलमा हल्का उज्यालो झल्किन्छ। यो कथा यही समाप्त हुँदैन, किनकि जहाँ बोक्सीको छाया हुन्छ त्यहाँ कहिल्यै रहस्य पुरानो हुँदैनन्। यो कथा सुन्नुभएकोमा धेरै धेरै धन्यवाद। भक्तपुरको सल्लाहगारी गाउँमा बसोबास गर्ने मानिसहरूको डर, आशंका र अन्धविश्वासको यो कथा हो, जहाँ बोक्सीको छायाले गाउँ नै छोपेको थियो। तर यो कथा केवल डराउने मात्र होइन, यो हाम्रो विश्वास र भयबीचको सङ्घर्ष पनि हो। के साँच्चै बोक्सी हुन्छन्, वा त्यो त केवल हाम्रो मनको अँध्यारो पक्ष हो? मेरो यो च्यानल नयाँ हो, त्यसैले तपाईहरूले मन पराउनु भयो भने कृपया लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। यसरी नै हामीसँग रहनुहोस्, किनभने अर्को आउने दिनहरूमा नयाँ रहस्यमय कथा लिएर आउनेछु। र यो याद राख्नुहोस्, जहाँ अँध्यारो हुन्छ त्यहाँ उज्यालो पनि हुन्छ। तर कहिलेकाहीँ त्यो उज्यालो देखिन अझै गाह्रो हुन्छ। तपाईँ सबैलाई धन्यवाद। सुरक्षित रहनुहोस् र डरलाई सामना गर्न नडराउनुहोस्।